मान्छेहरू फटाफट लगिरहेको छौँ। यसरी मान्छेहरू घाइते फटाफट गाडी पछि रोक्दै हामीले पठाइरहेको छौँ। यस्तो छ अहिले एकदमै नराम्रो दुर्घटना भएको छ। हामीले कम्तीमा 30-40 जनाको चाहिँ उद्धार गरिसकेका छौँ अहिले। धेरै नराम्रो केस। एकजना चाहिँ गाडीले च्यापेको हुनाले चाहिँ हामीले कसरी हुन्छ त्यसरी निकाल्ने कोसिस गरिरहेका छौँ। यस्तो छ यहाँको अवस्था है। गाडी भित्र मामा निस्किनु भयो? मामा निस्किनु भयो? अझै डोजर किन? डोजर अघि नै भने यार, यसपालिसम्म डोजर आएको छैन यार। माथि को गएको? माथि के छ हेर सबै? ए रन्जी, त्यो डोजरको कुरा भएको हो? त्यो डोजरसँगै डोरी पनि लामो चाहिने भयो क्या? उता 2.5 बारमा छैन त्यो डोरी। यो मासतिर गाडी तान्नुपर्छ, मान्छे यहाँ च्याप्या हो। साह्रै दुःखद घटना भयो यार आज। ढुङ्गा 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 आयो। मान्छेलाई त्यो मान्छे कस्तो अप्ठ्यारोसँग बसिरहेको छ यार। अब एकजना मात्रै बाँकी त होला नि? भन्नाले कसैले के भएर हुन्छ मलाई? यो दाइको एकजनाको छ नि यहाँ बस्ने दाइको, अहिले होइन बजार यो टाउको कस्तो पुग्यो? ए माथि 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 नआउनु है। यो रुखले पनि सपोर्ट छ। तल तल नबस्नु, यता यता बस्नु। साइड लगाउनु त्यो हो, सबैजना खाली बस्नु।